के छ खबर? म चाहिँ ठक्क भर्खर ड्युटी सकेर निस्केँ होइन। 11 घन्टा ड्युटी गरेर अनि जस्ट अहिले निस्केँ। अनि अब बिहान 10 बजे आएको, अहिले अब 9 बजे छुट्टी हो। ड्युटी चाहिँ 9 बजे सकिने हो। अनि यसरी जाँदैछु म, अब रुम जाँदैछु होइन। खासै अब भिडियो बनाउनु त आउँदैन, तर पनि अब पहिलोचोटि हो, कोसिस गर्नु नै ठुलो कुरा जस्तो लाग्छ मलाई चाहिँ होइन। त्यसैले अनि यसो भिडियो बनाउनु थालेको। यस्तै छ। अनि अब रुम गइँदैछ। अब 11 घन्टा ड्युटी गरेर रुम जाँदा अब 12 घन्टै हुन्छ, 12-13 घन्टै हुन्छ ड्युटी त। मतलब अब जान आउने 1 घन्टा लाग्छ। अनि अब त्यसले गर्दाखेरि उता अब टाइम प्लस भयो नि त, 2-3 घन्टा। अनि त्यत्तिकै अब प्लस हुँदा हुँदै त्यही हो, उतै अब त्यही 5-6 घन्टा हुन्छ। अनि खाना अब बनाउनु पऱ्यो गएर, खाना बनाएर अनि अब खाएर यताउता अब 10 मिनट आधी घन्टा त्यो मोबाइल चलाउँदाखेरि टाइम त त्यत्तिकै जान्छ। अनि उतै त अब त्यही हो। अनि अब खासै भिडियोहरू त बनाउनु आउँदैन। अब अहिलेसम्म कस्तो गर्मी छ क्या फेरि यहाँनिर। यो चाहिँ पार्किङ हो होइन। पुरै अहिले त गाडीहरू खासै पार्किङ गरेको छैन। अनि खासै अब भिडियो नि बनाउन आउँदैन, अहिलेसम्म बनाएको पनि छैन, पहिलोचोटि हो यो चाहिँ होइन। अनि अब कस्तो लागिरहेछ, अप्ठ्यारो लागिरहेछ। अब बनाएको छैन नि त भिडियोहरू, त्यही भएर। अनि यस्तै छ अब काम भनेको, मार्केटमा काम हो, यस्तै छ काम चाहिँ। गर्मी चाहिँ अहिले लास्टै छ युएईमा होइन। लास्ट गर्मी छ जस्तो हाते गलो। अनि गर्मी लास्टै छ अहिले होइन। अनि त्यस्तै हो। अब खासै बोल्न नि आउँदैन मलाई चाहिँ। अब त्यत्तिकै म जोतमा बोलिदिरहेको छु होइन। पहिलो सुरुचोटि हो। अब सुरुचोटि यस्तै हो होइन। हुन त अहिले पार्किङ हेर्नु न, यत्रो सानो छैन पार्किङ चाहिँ, कत्रो छ क्या, गाडीहरू चाहिँ एउटा पनि छैन फेरि। अनि रुम गएर खाना बनाउनु पर्छ। मेन समस्या चाहिँ त्यो हो कि अब खाना अब अनि फेरि अब यहाँ अब यत्रो टाढा छ काम गर्ने ठाउँ। अनि यस्तै छ, गाह्रो चाहिँ होइन। एकदम अब सजिलो चाहिँ छैन युएईमा अब काम गर्नु। युएईमा होइन, जुनसुकै कन्ट्रीमा नि अब आफ्नो देश छोडेर आइसके पछाडि चाहिँ जुनसुकै देशमा गए पनि सजिलो चाहिँ छैन होइन। एकदम गाह्रै हुन्छ, गाह्रो चाहिँ। तर पनि अब केही सपना बोकेर आएको हो नि त, केही सपना अब त्यो पुरा गर्नलाई, त्यसकै लागि त हो यत्रो दुःख गरेको। यस्तो गर्मीमा होइन। अब त्यो खाना आफै बनाउने, ड्युटी गर्ने, अब 11-12 घन्टा अरूको काम, त्यो दुःख त्यत्तिकै छ नि हो। आफ्नो फ्यामिलीहरू साथमा छैन, अनि त्यत्तिकै दुःख छ नि। खासै अब यो पहिलोचोटि हो भिडियो चाहिँ होइन। अब हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। म ठ्याक्कै बस चढ्ने ठाउँ पनि आइपुग्यो, अगाडि यहाँ बसहरू लागिरहेछ ल।